हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। र फेरि धेरै दिनपछि मेरो च्यानलमा उपस्थित भएको छु। आज चाहिँ छुट्टीको दिन भएर धन्न भिडियो सानो बनाउनु पाइयो होइन। आज चाहिँ छुट्टीको दिन हामी चाहिँ फेरि पहिलेको ठाउँ सरेर अर्कै ठाउँमा आएको छु। घुम्न जान आँटेको, ठाउँ कस्तो छ त भनेर हेर्नलाई जान आँटेको। ठाउँ त कस्तो हुनु, गाउँ नै गाउँ हुँदो रहेछ। के अरे पोर्चुगलमा चाहिँ 80% गाउँ 20% सिटी छ अरे। हामी चाहिँ गाउँमै छौँ। आज चाहिँ एकदम घाम लागिरहेछ। अनि ठाउँ पनि हेरौँ घुम्नु भनेर हामी चाहिँ सबैजना जाँदैछौँ घुम्नको लागि। कतातिर पुगिन्छ हेर्दै जान्छौँ। सरोज भाइ, कुन ठाउँ अरे यसको नाम? शान्तारेम शान्तारेम भन्ने ठाउँमा छौँ अहिले चाहिँ हामी सरेर। अहिले चाहिँ हाम्रो कम्पनी यो कम्पनी हो अगाडिको वेयर हाउसमा, हाम्रो मार्केट वेयर हाउसमा काम गर्छौँ। यो अगाडिको चाहिँ सुपर मार्केट हो। यो चाहिँ हाम्रै साउकै सुपर मार्केट हो। यो कम्पनी सबै हो, अगाडि पछाडि सबै हाम्रै साउको रहेछ। आज चाहिँ हामी यता वरिपरिको दृश्य कस्तो रहेछ भनेर भ्रमण गर्दैछौँ। हामी सबै टिम जाँदैछौँ। रुमको भाइहरू सरोज भाइ, अमन भाइहरू अगाडि जानुभएको छ। हामी दुईजना यहाँ। यो हेर्न मार्केट हो त, यो मार्केट यो के अरे मार्केट यो हाम्रै कम्पनीको। आइतबार आज त बन्द हुँदो रहेछ झन् है? बन्दै हुँदो, शनिबार र आइतबार बन्द हुँदो रहेछ। हामी चाहिँ जाँदैछौँ शान्तारेम। यो पाहाडी चाहिँ पहाड जस्तो देखिन्छ, एकदम पहाड एरिया। नेपालको जस्तै पहाड ठाउँ पनि रहेछ यतातिर। सुरेश नआउने भयो? यो चाहिँ हाम्रो मार्केट, कम्पनीको आफ्नै कम्पनीको ठुलो मार्केट छ। सबै कुरो पाउँछ यहाँ। कस्तो राम्रो फुल फुलेको है, त रातो रातो। अमन भाइ त त्यहाँ डन जस्तो भएर उभिरहेको छ त। उभिए पनि फेरि कम्ती छ त। अनि चस्माले पनि सुहाएको छ, कपालले पनि सुहाएको छ, कलर पनि त्यस्तै खतरा छ। म्याच गरेको छ। तपाईँलाई नेपाली भन्दैन, तपाईँलाई पन्जाबी भन्छ है के भन्छ यार? तपाईँ के भन्न चाहनुहुन्छ? UFC हो कि क्या हो तपाईँ? म UFC हो र MMA फाइटर प्रोफेसनल। यस। यदि कसैलाई डाउट लाग्छ भने यु क्यान कम फर मी 1v1। कम अन, लेट्स च्यालेन्ज। इजन ब्लग्स। आई केम फर एभ्रीबडी, किल एभ्रीबडी। आई एम द किङ, आई एम द च्याम्प। भयो यतिको भएन भन्दा के गोर्खाली हो भन्नु? अनि दाइ हामी चाहिँ यो बाटो हुँदै जाँदैछौँ। फेरि नयाँ ठाउँमा हामी चाहिँ घुम्दैछौँ। नयाँ ठाउँमा आएको 1 हप्ता भयो। जाने त्यही मार्केटकै बाटो होला। हिजो गएको थियौँ त मार्केट यही बाटो हुँदै। यहाँ अर्को मार्केट हाम्रो नजिकै छ, कम्पनीकै एउटा मार्केट चाहिँ धेरै अगाडि रहेछ, 3 किलोमिटर टाढो। हामी चाहिँ गाडीमा किन हिँड्ने, पैदलै जाउँ न, ठाउँ पनि चिनिन्छ भनेर पैदलै हिँड्दैछौँ हामी चाहिँ।
मैले अस्ति भर्खर थोत्रो गाडी किनेको 500-600 युरोमा 700 युरोमा 700 युरोको गाडी नचढी हामी चाहिँ पैदल हिँड्दैछौँ होइन मेरो चाहिँ लाइसेन्सै एक्सचेन्ज भएन र त लाइसेन्सै एक्सचेन्ज नहुँदो रहेछ नेपालको लाइसेन्स एक्सचेन्ज नहुँदो रहेछ कोही पनि पोर्चुगलमा आउँदै हुनुहुन्छ भने D1 भिसा D1 क्याटेगोरीको भिसामा आउँदै हुनुहुन्छ भने मेरो इन्फर्मेटिभ भिडियो हो यो कोही पनि आउँदै हुनुहुन्छ D1 मा भने लाइसेन्स चाहिँ बनाएर आउनु होला लाइसेन्स फेरि नेपालको लाइसेन्स काम हुँदैन यहाँ इन्डियाको लाइसेन्स बनाएर आउनु होला इन्डियाको लाइसेन्स पनि 2 वर्ष 1 वर्ष 1.5 वर्ष अगाडिकै बनाउनु होला इन्डियाको लाइसेन्स भयो भने चाहिँ यहाँको लाइसेन्स निकाल्न सजिलो हुँदो रहेछ एक्सचेन्ज हुँदो रहेछ नेपालको लाइसेन्सले चाहिँ काम गर्दैन नेपालको लाइसेन्स चाहिँ काम गर्दैन रहेछ इन्डियाको लाइसेन्स बनाउनलाई यहाँबाट कुरा गर्दाखेरि अब दलेहरूले चाहिँ 50-60 हजार भन्छ 50-60 हजार भाडा माग्दो रहेछ लाइटको बनाउँदाखेरि लाइटको अनि बाइकहरूको स्कुटरको एकैचोटि बनायो भने एकदम सजिलो हुन्छ ड्युटी जान आउन गाडी किन्न सजिलो छ सस्तो पनि हुन्छ यदि कोही पनि D1 क्याटेगोरीको भिसामा आउँदै हुनुहुन्छ नेपालबाट भने लाइसेन्सहरू बनाएर आउनु होला इन्डियाको लाइसेन्स दलालहरू यत्तिकै हुन्छ दलालहरूले फेरि पैसा खाइदिएला राम्रोसँग बुझेर मात्रै बनाउनु होला लाइसेन्स ओरिजिनल लाइसेन्स भन्दै हामी चाहिँ मार्केटतिर जाँदैछौँ मार्केट भन्नाले नयाँ ठाउँमा ठाउँ कस्तो रहेछ त भन्दा घुमेको हो हामी चाहिँ पुरै टोली यहाँ अगाडि पछाडि आउँदैछ हामी चाहिँ 9 जनाको ग्रुप हो कम्पनीमा काम गर्ने हामी सबै नयाँ टोली हो यो कम्पनीमा चाहिँ नयाँ हो 9 जना जाँदैछ हामी लाइन लगाएर आउँदैछ नेपालीको ग्याङ हो हामी चाहिँ सबै छुट्दैन फेरि हिँडिबसी एकै ठाउँमा काम गरेपछि काम गर्ने हो ननिश्चय हिँडिबसी हिँडेकै हो म चाहिँ अगाडि छु दाइ भाइ दिदी बहिनीहरू पनि हुनुहुन्छ पछाडि यहाँको घर चाहिँ फेरि यस्तै मात्रै हुन्छ एक तले घरहरू साउदी अरबियातिर कुवेततिर दुबईतिर जस्तो बिल्डिङहरू चाहिँ कमै देख्न पाइन्छ सिटीमा मात्रै पाइन्छ लिस्बन सिटी क्यापिटल सिटीतिर मात्रै छ अलिअलि नत्र प्राय यस्तै घरहरू हुन्छ एक तले घर एकदम सोकिङ खालको घर हो यो यस्तै हो टाइल लगाएको घर हुन्छ खेती धेरै हुन्छ उनीहरूको खेती हो यो अङ्गुर खेती हो यो यता उताबाट पछाडि यता आलु लगाएको छ घर चाहिँ यस्तै हुन्छ सिटीतिर मात्रै ठुल्ठुलो घर अग्लो अग्लो घर हुन्छ प्राय अरबतिर जस्तो ठुल्ठुलो बिल्डिङ चाहिँ यता हुँदो रहेछ आयो भने चाहिँ विदेश आएको होइन नेपाल आएको जस्तै लाग्छ तर डेभलप हेर्दा चाहिँ विदेशतिर आएको छु जस्तो लाग्दो रहेछ वरिपरि डाँडा काँडा घरहरू पनि सानो सानो खालके सानो सानो एक तलको यस्तो घर हुन्छ अमन भाइ बिचारा यो चरा कसले मारेछ यहाँ बाटोमा खिचाएछ बिचारा त्यसको आत्माले शान्ति पाओस् चराको गाउँतिर चाहिँ यस्तो 2 लेनको मात्रै बाटो हुन्छ यताबाट राइट साइडबाट हिँड्ने हो नेपालमा चाहिँ लेफ्ट साइडबाट हिँड्छ यहाँ चाहिँ राइट साइडबाट हिँड्छ उताबाट आउने राइट साइडबाट आउँछ यताबाट जाने राइट साइडबाट जान्छ
नेपालमा चाहिँ यताबाट हिँड्ने हो उताबाट आउने हुन्छ। यहाँ चाहिँ यताबाट आउने हो यताबाट जाने हो, 2 लाइन मात्रै हुन्छ। गाउँतिरको रोडमा चाहिँ प्रायः जस्तो यति 2 लाइन मात्रै हुँदो रहेछ। धेरै ठाउँमा मैले देखिसकेँ। यो चाहिँ अङ्गुर खेती हो। भर्खर यो सबै मरेको जस्तो देखिन्छ, भर्खर पात पलाउँदैछ। यसको सबै काटेर अब रेडी हो, यो फल्नलाई फुल्दैछ। यो चाहिँ नेपालतिरै पाउने खालको सल्लाह। यो सल्लाह चाहिँ फेरि यो यसको दाना बेच्दो रहेछ सल्लाहको। एउटा चाहिँ खेती गर्छ, यो सल्लाहको खेती गर्दो रहेछ। घर भनेको यस्तै मात्रै हो, सानो सानो खालको घर, टेक खोलाको आयल लगाएको घर। उनीहरूको घर यस्तै हुँदो रहेछ। खेतीमा आउने मान्छेहरू चाहिँ अलिक नारी दह्रो बनाएर आउनु होला। नारी दह्रो बनाएर आउनुपर्छ। त्यो सबै खेती हो, सबै काम गर्नुपर्छ अलराउन्ड। खेतीमा आउने मान्छेले चाहिँ एग्रिकल्चरमा आउनुहुने, D1 क्याटेगोरीमा आउनेले चाहिँ D1 क्याटेगोरीमा आउने मान्छेले चाहिँ 2-3 महिना चाहिँ एग्रिकल्चरै गर्नुपर्छ। टिआरसी नआउन्जेलसम्म भन्दा नि अब 1-2 महिना खेतीमा आएपछि गर्नै पर्ने हुन्छ। यो चाहिँ अङ्गुरको बोट हो, एकदम आँखालाई नभ्याउने हुन्छ। धेरै खेती हुन्छ अङ्गुरको खेती। अङ्गुर हुन्छ, स्ट्रबेरी हुन्छ, एप्पलहरू, अनि ब्लुबेरी, क्रसबेरी धेरै मात्रामा पाउँदो रहेछ। प्याजहरू, आलु सबै पर्दो रहेछ। त्यति छिटो हात चलाउनु पर्छ। यहाँ चाहिँ मान्छेलाई अनुहार मन पराउँदैन, काम मन पराउने हो। काम चाहिँ गर्यो भने अब पैसा कमाउन सकिन्छ। म युरोप जाँदैछु। बसी पैसा कमाउने त हो नि भन्ने चाहिँ सोचमा नआउनु होला। काम भनेको जस्तो नि गर्नुपर्ने हुन्छ। एग्रिकल्चरमा आउनु भनेको त आफै बुझ्नु होला। अब भर्खर गर्मी सुरु हुँदैछ। जुन जुलाईमा त अब लगभग 35-40 डिग्री सेल्सियस हुन्छ अरे गर्मी। त्यति गर्मी, अहिले पनि धेरै गर्मी नै छ। अब लगभग 25-22 छ अहिले। त्यतिमा पनि गर्मी नै भइरहेछ। सबै काम गर्नुपर्छ, अलराउन्ड हान्नुपर्छ एग्रिकल्चरमा आउनु हुनेले। रोप्नेदेखि लिएर उठाउनेदेखि लिएर बोक्ने, लोड गर्ने, उठाउने सबै गर्नुपर्छ। टिप्ने, प्याकिङ गर्ने इत्यादि गर्नुपर्छ काम चाहिँ। त्यही भएर D1मा आउनुहुने कसैले भिसा लगाइराख्नु भएको छ, नेपालबाटै कसैले दलालीहरूले भनिराख्नु भएको छ भने, पोर्चुगलमा कोही आफन्त हुनुहुन्छ, साथीभाइ हुनुहुन्छ भने उहाँहरूसँग बुझेर मात्रै पैसा दिनु होला। एकदम धेरै महँगो लिन्छ D1मा पैसाहरू, धेरै महँगो लिन्छ पैसा। बुझेर मात्रै लिनु होला। पैसा दिँदाखेरि वर्क पर्मिट ओरिजिनल आएको हो कि होइन, कस्तो खालको हो, मेन पावरबाट हो कि एजेन्टबाट हो कि, आफन्त मान्छे कोही हुनुहुन्छ भने उसलाई सोध्ने, साथीभाइ कोही छ भने सोध्ने। त्यसरी मात्रै पैसा बुझाउनु होला। पैसा एजेन्टहरूले धेरै ओभरै पैसा उठाउँछ भन्नाले मलाई पनि उठाएको थियो। मेरो टिम लगायत सबैलाई उठाएको हो। हामीसँगै आएको, हामी चाहिँ भाइहरू। विदेशमा पैसा फल्छ भन्ने सोचले चाहिँ नआउनु होला। दुःख चाहिँ मिठो नै दुःख छ। बेलामा लाग्छ कि यतिको दुःख गरेको भए त म नेपालमै खेती गरिदिन्थेँ भनेर। यो मेहनतले है, फेरि यो मेहनतले नेपालमा अल्छी गरिन्छ होइन। यो मेहनतले त खत्रै गरिन्थ्यो होला। मेहनत जारी छ। ढाड खरानी भएको छ। झुक्दा प्याकिङ गर्नुपर्छ, पिकिङ गर्नुपर्छ। स्ट्रबेरी पिकिङमा चाहिँ ढाड त जान्छ त साथीहरू मजाले।
एउटा गीत छ है, सोचे चाहिँ जिन्दगी रहेनछ होला। ठिकै छ, मान्छेले मेहनत गर्न छोड्नु हुन्न। जिन्दगीभरलाई चाहिँ स्ट्रगल गरिराख्नुपर्छ। अब हामी पनि नेपालमा केही पनि काम नगरिकन आएको मान्छे, अब स्ट्रगल गर्नुपर्छ भनेर त धेरै सुनियो होइन। यही नै रहेछ स्ट्रगल भन्दै हामी अगाडि बढिरहेको छौँ होइन त दाइ? एकदम बढ्नु नि पर्छ नि त, भोलि पछि फ्युचरको लागि राम्रो छ नि त। एक दुई महिना अब दुःख गर्दैमा हाम्रो के जान्छ र। अब फेरि यस्तो हल्का गाह्रो काम गरेर होइन, पछि अरू काम गर्दाखेरि चाहिँ सजिलो हुन्छ होइन। यस्तो काम त गरिदियो, अब यो झन् सजिलो काम त भन्ने हुन्छ। सो गाइज, स्टे पोजिटिभ, स्टे मोटिभेटेड। मेरो चाहिँ दाइको भ्लगमा यति नै रहेको छ। चाउ। यताको कुहिरेको घरहरू चाहिँ गाउँघरमा यस्तो हुन्छ। कुनै घर त यति मनपर्ने घर हुन्छ नि, कुनै त्यो फेगुरेसमा बस्दा एउटा घर कति राम्रो छैन? यताबाट जाँदा लेफ्ट साइडको घर, हामी बसेकै घर बवाल थियो। हामी बसेको घर कति बवाल थियो। त्यो घर धेरै बवाल हो नि यार, मलाई त्यो घर त हरिब लाग्यो यार। मार्केट त हाम्रो नजिकै थियो। हामी चाहिँ यो अब म यहाँ त्यो ठाउँमा आएको चाहिँ 1 हप्ता भयो। त्यही भएर ठाउँ हेर्नको लागि पनि हिँडेर जाँदैछ। यहाँको गाउँघरमा मान्छे पनि बोल्दैन, मान्छे पनि निक्लिँदैन, मान्छे छ कि छैन थाहा पनि हुँदैन यो घरहरूमा। न बच्चा बच्ची कराउँछ, न ठुलो बुढाबुढी कराउँछ, न कोही थाहै हुँदैन। हामी चाहिँ लुखुर पारामा जाँदैछौँ। गाउँघर देखाउँछु, गाउँघर देखाइरहेको छु। अरू यो कस्तो हुन्छ भने हामी चाहिँ ड्युटी 5 दिन ड्युटी गर्नुपर्छ, भ्लग बनाउने टाइमै हुँदैन। बनाए फेरि एडिटिङ गर्ने टाइम हुँदैन, बनाउनु पऱ्यो, हाल्नु पऱ्यो, टाइमै हुँदैन ड्युटीले गर्दाखेरि। कन्टिन्यू भिडियो हाल्न सकिँदैन। अब विकली पनि भिडियो हाल्न सकिँदैन, ड्युटीको कारणले गर्दाखेरि। त्यही भएर अहिले चाहिँ अब कामको सिजन भएको भएर काम एकदम धेरै चलेको हुन्छ, ओभरटाइम गरिरहेको हुन्छ। प्रायः हाम्रो चाहिँ ड्युटी 8 घन्टा मात्रै हो 5 दिन, र अहिले चाहिँ ओभरटाइम चलेको हुनाले 10 घन्टा गर्दैछौँ, 6 दिन गर्दैछौँ। सन्डे चाहिँ छुट्टी हुन्छ। हाम्रो सटरडे पनि छुट्टी हो खास चाहिँ, तर अहिले यहाँ एकदम सिजन धेरै चलेको भएर, स्ट्रबेरीको एकदम माग धेरै भएर हामी चाहिँ काम शनिबार पनि गरिरहेछौँ। आइतबार चाहिँ छुट्टी छ, चाहिँ छुट्टीको दिन भएर आज हामी चाहिँ भिडियो बनाउँदै भ्लग बनाउँदै यो गाउँमा डुल्दैछौँ। पर एउटा मार्ट छ, सुपर मार्केट, लोकेसन ट्याग गरेर जाँदैछौँ। गाउँघर हो यो चाहिँ, भोटसवालको गाउँघर। एकदम शान्त हुन्छ, कुकुरहरू चाहिँ भुक्छ होइन, मान्छे कोही हिँड्दैन, हिँडे पनि गाडीमा हिँड्छ, कोही बोल्दैन पनि, निक्लिँदैन पनि। गाडी 29वटा देशमा यो जानु पाउँछ, केही गर्दैन। 29वटा देशमा यसको ट्याक्स लाग्दैन, पैसा लाग्दैन यो गाडी लिएर जाँदाखेरि। यस्तो खालको कन्ट्री। तपाईँको के अरे च्यानलको उयो भन्नु। मेरो नाम इजन मेरो नाम गरे मेरो च्यानलको नाम इजन भ्लग्स छ। सबैजनाले सब्सक्राइब सबैजनाले। नेपाल हुँदासम्म म ट्रेकिङको घुमेको सुनेको राखिरहेको थिएँ। अब यहाँ आएर कस्तो आउँछ, आउँदैछ, 1-2वटा त आइसकेको छ, आउँछ होइन। भाइको पनि च्यानल छ, हामीसँगै हो। मेरोमा अब यस्तो खतरा आउँछ नि, आउँछ त्यो मलाई पनि थाहा छैन कि तपाईँहरूलाई पनि थाहा छैन, कसैलाई पनि थाहा छैन, तर आउँछ, आउनु चाहिँ आउँछ।
हुनु चाहिँ आउँछ, कहिले आउँछ भन्ने कुरा हो फेरि। कहिले आउँछ भन्ने कुरा हो, तर आउँछ। सब्सक्राइब चाहिँ गरिदिनु होला। इजन ब्लग छ, सार्क माछाको फोटो छ, त्यसमा गएर सब्सक्राइब गरिदिनु होला। सबैजनाले सपोर्ट गरिदिनु होला। अब यो पुष्पजी झुकेगा नै साला। झुकेगा नै भन्थ्यो यहाँनिर, के अरे स्टोबेरीले झुकाएर बिचरालाई यहाँ 7 फुटको मान्छेले स्टोबेरी टिप्दा टिप्दा झुकाएर पुष्पजीलाई यो टिप लाग्यो। खेतीमा युज गर्ने हो। यता हाम्रो केश दाई हुनुहुन्छ, हाम्रो एकदम बेस्ट प्यारो आदरणीय दाइ आदरणीय दाई, केश दाइ। सबैभन्दा जेठो उहाँ हो, त्यसपछि माइलो म हो। यहाँ चाहिँ कम्पनीमा छौँ माइलोमा, उहाँ चाहिँ जेठो। सबैभन्दा जेठो, सबैभन्दा मेहनती पनि। एकदम हात उहाँको भनेको मेसिन बराबर हात चल्छ, यस्तो हात चल्छ नि कसैलाई थाहा छैन यहाँनिर, मलाई चाहिँ थाहा छ। यो अगाडिको चाहिँ मार्केट हो, मार्केट ठ्याक्क आइपुग्यो हामी। यो चाहिँ मार्केट। पेट्रोल पम्प सँगसँगै यहाँ चाहिँ मार्केट। अमन भाइहरू त्यहाँ रहेछ, दाईहरू कति छिटो आइसकेको छ यार। एक दुईवटा फोटो खिचेको भाइहरू त यहाँ, दाईहरू त यहाँ पो आइसकेको छ। भित्र छिर्नु भएको। यो चाहिँ ओलिभको बोट हो। ओलिभ चाहिँ अरबिकमा जैतुन भन्छ। यो जैतुनको बोट रहेछ, अरबिकमा चाहिँ जैतुन भन्छ। भर्खर फुल्नु थालेको छ यो जैतुन, ढ्याक्क जैतुन हो यो। ओलिभको ओइल भनेको यो। ओलिभको तेल चाहिँ एकदम त्यो मालिस गर्नको लागि, शरीरको लागि एकदम राम्रो तेल मानिन्छ, उत्कृष्ट तेल हो। यहाँनिर चाहिँ खेती रहेछ त्यसको लागि। ओलिभको बोट पनि देखियो। ओलिभ हामी चाहिँ घुमेर नै आइसक्यौँ। रुमतिर गएको, हिँड्दै गएको, हिँड्दै आयौँ। अब छुट्टी भएको बेला फेरि अर्को भिडियो बनाउने छु। अर्को भ्लगको लागि इन्तजार गर्नु होला। सब्सक्राइब नगर्नु भएकोले सब्सक्राइब गरिदिनु होला। डु सब्सक्राइब टु माई युट्युब च्यानल एभ्रिवान। थ्याङ्क यू फर वाचिङ। त्यो भिडियो लिएर फेरि अर्कोचोटि पनि उपस्थित हुनेछु भन्दै आजको भिडियोलाई यति नै। धन्यवाद। ड्युटीले गर्दाखेरि भिडियो बनाउन पाउँदैन, त्यही भएर भिडियो एकदम ग्याप भएको छ। धन्यवाद। थ्याङ्क यू फर वाचिङ माई युट्युब च्यानल। जय नेपाल। बाई।